पहिल्यै थाकल टिप्न जाँदा बाजेहरू के र साडी लाउनुहुन्छ के डान्स गर्नुहुन्छ ए जोस् यहाँ चाहिँ खतरा राम्रो सिन छ हौ हेर न यस्तो दामी सिन छ नि ओ माई गड हेर न है यहाँ चाहिँ बनाएर रहेछ कि अलिक यो यो यस्तो चाहिँ रोपिरहनु पर्छ कि रुखहरू हुन्छ नि त रोप्नु पर्छ नि त जोस् राम्रै काम गरिराखेको त त्यो पहिल्यै थाकल टिप्न जाँदा चिन्यो थाकल टिप्न जाँदा छुट्टै रमाइलो छ कि त्यो कहानी छुट्टै छ थाकल टिप्न जाँदाखेरिको यो मान्छेलाई कता कता देखेँ जस्तो लाग्यो भन्दाखेरि कि थाकल टिप्न जाँदाखेरिको कहानी हो कि त्यो हाम्रो कहानी हो कि जोस् रमाइलो थियो त्यतिखेर है भर्खर 15 वर्षको उमेर थियो लक्का जवान रमाइलो थियो त्यतिखेर जिन्दगी यार अहिले त के भन्ने हो त्यही भएर भनिदिएको कि थाकल टिप्नु जाँदाखेरि मैले ठ्याक्कै चिनिहालेँ कि अनुहार हेर्ने बित्तिकै चिनिहाल्छु नि त अनि ठ्याक्कै चिनी ल बाजेहरू भात खाँदै हुनुहुन्छ यहाँ फेरि ट्याक्क हात म फेरि ठ्याक्कै चिनिहाल्छु क्या मान्छेहरूलाई यो थाकल टिप्ने कहानी केटीहरूलाई देख्ने बित्तिकै म कहानी सम्झिन्छु होइन त्यो चिन्यो भन्यो नि त अनि मैले कहानी सम्झी ठ्याक्कै अनुहार हेरेको त काली काली थियो अनि दाँत यस्तो खुट्टे परेको तिमीले यो भिडियो हेर्दै होला होइन तिम्रो दाँत खुट्टे परेको छ होइन हो सबै थाहा क्या मलाई नभनेको के देखेर पनि नदेखे जस्तै गरिदिएको मात्र हो कि तर त्यो थाकल टिप्न जाँदाखेरिको कहानी याद छ नि तिमीलाई याद हुनु पऱ्यो क्या त्यो जोस् रमाइलो थियो होइन त्यतिखेर चाहिँ रमाइलो थियो कि जिन्दगी होइन जोस् त्यतिखेर चाहिँ बहुत रमाइलो थियो कि त्यतिखेरको जिन्दगी अहिले त के भन्ने हो र यार यस्तै गाउँ डुल्ले बसेछ त्यही नै हो ल यहाँ पनि खेत बाडी भइसकेको रहेछ रोपिसकेको रहेछ यहाँ पनि यहाँ त छिटो रोप्यो त यति छिटो नरोप्नु हो आन्टीहरू घाममा पनि बिउ छर्नु भयो सुनेको नसुनेको गर्नु भएको छ यार हो रहेछ र होइन सुनेको नसुनेको गर्ने को आन्टी रहेछ र हो म त आज काले भयो होला यार म त काले छुनी दिलवाले बारी खनेको चाहिँ राम्रो छ है किसानी काम गर्नुपर्छ किसानी काम गर्नुपर्छ है किसानी काम गर्नुपर्छ फेरि खानी कसले लाउने कसले हुन्छ फेरि ल हामी चाहिँ यहाँ कसको डाँडा आइयो हो त्यो दिदी घर जानुपर्छ क्या नजाने हो बगैँचा सब भिउरान्तको हो हजुरहरू अब सके सालसाली गर्छ अनि नसके फेरि 2 सालमा त्यहाँ सकेन भने 3 सालमा सकेन भने म हर्बस्टारदेखि हजुर अब बाबुको पालामा थाहा पाएको पालामा चाहिँ त्यही 2-3 चोटि गरेको थाहा भए कति सालमा गर्थ्यो त्यो हजुर त्यही बिरानको न 2-3 चोटि चाहिँ म आफै बुझेरी भएको कहिले देख्थिनँ कि त्यही भएर आज के हो र त्यसपछि मेरो पालामा मैले छोडेको हजुर मैले छोडेको थियो छोराहरूको पालामा फेरि गर्ने टुली दुखाइदिने भयो ए मासु ल्याएन गरो
भने ल्याउनु पर्यो कि अब मासु पनि पालामा गरेको अब 3 चोटि जति भएको हजुर 2.5 वर्षमा गर्छ हजुर 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 अब दुखन 5 गरे हाम्रो पनि असमबाट राम्रो हो नि यहाँ बस्ने ठाउँ है असम गरे थियो पहिला उयो बनाएको थिएन किनहरू होइन कहिले बनाएछ म खासै यतातिर हुँदिनँ कि म यतातिर खासै हुँदिनँ कि अनि त्यही भएर बोले टिप्न आएको हजुर नगरपालिकाहरू अब त्यो 5 वर्ष गर्ने सालमा चाहिँ कोही घटना भयो पऱ्यो के भने बजेट सजेट कहाँको बजेट हुने हामी नेता नि होइन बजेट टिप्ने भएको भए त आमामा धनी भइन्थ्यो होला हजुर यो पछि बनेको यहाँ यो त यो मन्दिर त पहिल्यै हो बनेको यो पछि बनाएको अँ मलाई पनि बा आमाले पछि बनाएको अहिले बनाएको होइन मलाई ए सेतो खानाको होइन अँ नेट पेट गरेर खाने त्यहाँ यो बाहिर गरेर आराम गर्न आएको पानी खायो त खाइसक्यो खायो के आएको बाबु आउन त अटोमा आएको अनि जाँदाखेरि चाहिँ यसो घुम्दै घुम्दै जाऊँ न भनेर सबै खोज है गाउँ के छ होइन हाम्रो सुत्यो हेर्न पर्छ सबै अलग अलग भयो घर बसाएर अँ यो माताको छोरी जोइ गर भन्दा कतापट्टि कुन माता मिलेन सल्लाह मिलेन सबै अलग अलग भयो ए त्यो अशोक ए त्यो भन्दा त छोरो पाएछ सीमा खायो नि त अन्त छोरा पाए आमालाई टेन्सन परेन सीमा खायो नि किन आमालाई टेन्सन फेरि परेन बाबु छोरीले छोरो पाएछ आमालाई टेन्सन परेन के खायो होला के लाग्यो होला कसरी बस्यो होला ए हुन्छ राम्रै बस्यो होला नि काम गर्यो होला ल आराम गर्ने आएको यहाँनिर अब यसो जाने होला फोटो खिचिदिएको हजुर खिचाएन फोटो कहाँ खिच्ने ए यहाँदेखि हो पुरा सिन लिने के हो त्यो डाँडादेखि हो सिन लिने यहाँ पहिला यो केही थिएन कि अहिले बनाएर रहेछ कि यहाँनिर ढुङ्गा हालेर ठिक छ बनाउनु पर्छ प्रगति गर्न पर्छ है साडी लाउनुहुन्छ हालिदिने हो के र साडी लाउनुहुन्छ के डान्स गर्नुहुन्छ ए गर्नु खतरा हुन्छ झन् रमाइलो हो न हल्का रमाइलो ल सबै हाल भएन हान्नु न भएन कि अलिक बुङ्गे ल हुन्छ कोही छैन अहिले त केटाहरू सब कहाँ गइसक्यो है हेऱ्यो भिडान पनि देख्यो अहिले त सबै पढाइतिर होला कि बिजी म मात्रै इजी यस्तो भिजिएको जस्तो ताल छ ल म त आइयो यतातिर दामी छ नि हो सिन त यहाँ पनि हेर त कसको घर देखिरहेको छ ससुन जान्छ फेरि म मात्र एक्लै हिँडिरहेको छु म चाहिँ अब भिडानतिर आइसकेँ चस्मा लाएर है चस्मा लाएर मास्क ढल्काएर यस हो क्या हो खै कोही केटीहरू देख्दिनँ तयारी आँखाले यो चस्मा लगाएको आँखाले ए आन्टीहरू पो रहेछ हौ म त आन्टीहरूलाई कहाँ हेर्छु त नि अनि बिजोग भइहाल्छ नि बहिनीहरू यो बहिनीहरूलाई कहाँ देखेँ जस्तो लाग्यो तर देखिएन
बिरालोले बाटो काटे यार। होइन म नानी बाबु कहाँ हो नानी बाबु यार मैले त खोइ देखेन त। म होइन यार भाइ अरू जो हो। हजुर म होइन क्या भाइ। नानी बाबु हो कि क्या हो रे? अनि होइन म कहाँ हो त नानी बाबु, म त मान्छे पो हो त नि। अनि ममा के छ त्यस्तो सबैले मलाई हेर्छ हेन्समै छु कि के हो है? भिब्रानको मान्छेले त मलाई मात्रै हेरिरहेछ, म हेन्सम देखेछु र आज। ओ माई गड अब के आज हेन्समै देखेछु नि है। है आन्टीहरूले हेरिरहेछ। छोरी दिने होइन के रे, हेरेर मात्रै के गर्ने हो र आन्टी? छोरी दिने भयो सासु आमा भनिदिन्थे है। अब बाटो बाटोमा नि यस्तो गफहरू निस्किन्छ कि मेरो मुखबाट फेरि खतरा खतरा गफ निस्किन्छ। यो त केही पनि होइन। अझ गफ जोत्ने मान्छे हुनुपर्छ, बबाल जोतिन्छ बबाल। अब यस्तो गर्यो, यो ट्याक्क लाग्यो, अब हिँड्यो। आन्टीहरू ट्याक्क लगाएर सबै खै त कोही छैन यार गाउँमा त सब सुनसान छ यार। जोराको मान्छेले नि उही नानी बाबु आयो रे देख्यौ तेरो दाइको चलपल। जोराको मान्छेले नि उही नानी बाबु रे। यस्तो हो कि यो हुनुपर्छ कि फ्यान्स भनेको कट्टर हुनुपर्छ। जति नै जोरा होस् जति नै जेसुकै होस् तर मेरो नाम चाहिँ भुल्दैन के, दिमागबाट भुल्दैन। हो त्यही हो कि चस्मा लाछु यस्तो गरेछु है, मान्छेहरूले चिन्छ चिन्दैन त्यो पनि चिनिरहेछ के अरे, बवाल भइरहेछ। हेर न आजको भिउरानको सिन यस्तो छ कि बिजोकै हो। भयो खै लिफ्टहरूको। ओ माई गड यहाँ फुलहरू हेर न। ओ सेट म्यान, यहाँ त फुलहरू बब्बाल बवाल छ त यार। फुलहरू त बवाल बवाल छ त यो स्कुलमा। के हुँदैछ आज स्कुलमा? ओइ धुर धुर भन्छु यहाँबाट लुकाइ, म ढुङ्गाले हान्छु यो कुकुरलाई। आइट हेर के हुन्छ लाजास, मलाई के गर्दैन कि। कता जाने हो? हर्वेस्टरतिर जाने भयो, लगिदिनु हो क्या? अब यत्रो धान्दैन। अटो पनि आएन मेरो। गाउँ यस्तै छ हेर, यस्तै छ गाउँ। हाम्रो गाउँ यही हो कि, चलपल छ, दामी छ, रमाइलो छ गाउँ। हाम्रो गाउँ भन्दा नि कसको गाउँ हो थाहा छैन, तर हुन चाहिँ सबै गाउँ मेरै हो। नेपालको सबै गाउँ मेरै हो के, यु नो। एक्लै हिँडिरहेको छु यस्तो गर्मीमा यस्तो घाममा, मिहिनेत गरिरहेको छु के, पसिना बगाइरहेको छु। कति महिना भयो यहाँ ससुरा बाउहरूलाई खोजेको, खै कोही भेटेन न कसम। छोरी दिने हो ससुरा बाउ भन्नलाई कस्तो आनन्द आउँथ्यो होला। कोही भेटेन हौ, कोही भेट्नु, न त सासु आमा भेट्यो न त ससुरा बाउ भेट्यो है। के गर्ने हो र यो जिन्दगीमा? ससुरा नि छैन, सासु नि छैन, न त बुढी छ है, बिजोकै छ।
अब है हामी पनि अब फोटो लिँदै हिँड्नु पर्ने भइसकेको छ। हेर त बिजोग के गर्ने होला, यस्तै छ अवस्था। कोही छैन अब, सब विदेश गयो। यहाँ न त होटल छ न त खोटेल छ। पहिला पहिला त थियो नि सबै कुरा, अहिले त छैन केही पनि। के भनिदिने र। उफ यहाँ जुत्ताको हालत पनि यस्तो भइसक्यो हौ मेरो त। जुत्ता पनि च्यात्तिन्छ अब त हिँड्दा हिँड्दा है। त्यत्रो टाढाबाट हिँड्दै हिँड्दै आएको छु म त। यहाँ केही गाडी साडी केही पाइएको छैन। जगिङ भइरह, त्यत्रो दिनसम्म नहिँडेको आज जगिङ भइरह। त्यतैतिर जान्छ भने त लिफ्ट माग्ने हो के अरे, जाँदैन कोही पनि। यो हेर न, यो घर पुरानो भइसक्यो। यिनीहरू घरहरू सब पुरानो भइसक्यो है। हेर न यहाँको जङ्गलहरूबाट त कस्तो दामी छ है। यहाँको जङ्गलहरू हेर, जङ्गल सफारी गर्ने भयो त यताको जङ्गल खतरा छ कि। बाघ भालु सबै यहीँ पाउँछ। भालु भने भालु पाउँछ। फेरि त्यस्तो खालको भालु होइन है, राम्रो खालको भालु, पुरा चिटिक्क है। राम्रो खालको जङ्गली भालुहरू पाउँछ कि यहाँनिर। यो जङ्गलमा, जङ्गलको माथि डाँडा छ नि त चौर, त्यसको पछाडिपट्टि राम्रो खालको ट्याक्क कोतार्ने खालको भालु पाउँछ। अनि बाघ पाउँछ, बाघ है, काँचै मासु खाइदिने खालको बाघ पाउँछ। यहाँ गरेर है के पाउँछ यार। ल पाउँछ, खतरा खतरा पाउँछ। बाघ भालु चितुवा सबै पाउँछ यही जङ्गलमा। यही जङ्गलमा पाउँछ कि, अरू कहीँ जान पर्दैन। के अरे चितवनको मान्छेहरूले जङ्गलै देख्दैन यहाँ। हेर त म त जङ्गलको बाटो डुलिरहेको छु। त्यो यार घरै अगाडि जङ्गल छ यहाँको मान्छेहरूको है। नोलपुरेहरूलाई केही गर्नै पर्दैन कि, घरै अगाडि जङ्गल छ। जङ्गल भने जङ्गल, बाघ भने बाघ, भालु भने भालु, अड्डा भने अड्डा, जक्सन भने जक्सन, सबै यही जङ्गलभित्र छ। महाकसम है। जस्तो थरी थरीको जनावरहरू यही जङ्गलमा छ, कहीँ जानै पर्दैन। त्यही पनि छाडा घुमेको। बाँदर भने बाँदर घर घरमा आउँछ, सब पाउँछ सब। चितवनको मान्छेहरूलाई जङ्गल भन्ने चाहिँ थाहा छैन होला। कहाँ जङ्गल सफारी मात्र जान्छ, घरमा जङ्गलै छैन, खालि मरुभूमि जस्तो ठाउँ छ है। यहाँ त सालको बुट्टाहरू हेर त, यहाँ कति धेरै। यहाँ सालको बुट्टाहरू हेर नि, यत्रो चितवनमा छ यस्तो सालको बुट्टाहरू देख्न पनि पाउँदैन होला हो, होइन। हो यस्तै जङ्गल सफारी भनेको यस्तैलाई भन्छ क्या। म यहाँ जङ्गल सफारी गरिरहेको छु है। म यहाँ जङ्गल सफारी गरिरहेको छु हो। हो क्या, हेर त यहाँ जङ्गल सफारी गरेको। आइ हाय, यहाँ हेर जङ्गल सफारी चस्मा लाएर हो क्या छ। हो चस्मा लाएर जङ्गल सफारी गर्छ तेरो दाइले। अब कहीँ जानै पर्दैन, यहीँ घर छ, घर अगाडि जङ्गल छ, यस्तै छ। बाघ भालु यहीँ माथि पाउँछ, कहीँ जानै पर्दैन। हो यो तल्लाबाट हेऱ्यो भने यहीँ भालु देख्छ, बाघ देख्छ, होइन। अझ बनकुखुराहरू देख्छ। मासु खान मन लाग्यो भने बनकुखुरा यहीँ जङ्गलमा पाउँछ, बँदेल यही जङ्गलमा पाउँछ। अनि के चाहियो, योभन्दा अरू के चाहियो र हो। यहीँ घर छ, यहीँ घरदेखि ठ्याक्क लाएर माथि जङ्गल छ। यस्तै छ जिन्दगी, होइन। जे भने त्यही पाउँछ कि। तर यो मन्दिर चाहिँ के गर्न गराएको होला हौ। मन्दिर भनेको त राम्रो ठाउँमा बनाउने होला नि। अन्त बल्ल पो खतरनाक देखिन्छ त। यहाँ मन्दिरभरि झ्याङ झ्याङ छ।
त्यही नै हो बाख्रा उफ म चाहिँ यहाँ बाख्रा हेर्दैछु ओ माई गड हो यो सिन हो कि वान अफ द बेस्ट सिन भनेको त यही हो हेर न ओ माई गड बुट्टाहरू है वान अफ द बेस्ट सिन अब इयर हो कि यो भनेको हेर न घुम्ने ठाउँहरू त यहाँ पो छ त अनि कहाँ तिमीहरू कहाँ कहाँ गएर बस्छु हेर यहाँ त्यो पिपलको बुट्टा यहाँ डाँडा काँडा होइन यहाँ म यसरी घुमिरहेको छु मजाले है कस्तो हो कि यो हो नि त घुम्ने ठाउँ भनेको नेचरल ठाउँ जानुपर्छ कि जहिले पनि घुम्नलाई गाउँ गाउँ डुल्ने नयाँ नयाँ बस्तीहरू डुल्ने होइन बबाल बबाल भेटिन्छ होइन बबाल बबाल भेटिन्छ मान्छेहरू खतरा खतरा गफ जोत्नेवाला तिनीहरूसँग गफ हान्ने हो यो हो कि जिन्दगी भनेको तिमीलाई थाहा नै छैन तिमीलाई थाहा छैन कि यसको बारेमा मलाई थाहा छ कि त्यही नै हो म चाहिँ यहाँ गाउँ डुल्दैछु कि कोही देख्दिनँ प्रतिक्षणमा अङ्कलहरू मात्र देख्छु अङ्कलहरू चाहिँ राम्रो प्रतिक्षणमा ट्याक्क लगाएर गर्मी पनि लास्टै गर्मी छ त हेर त यहाँ हो माई गड दामी छ है यहाँ पोखरीहरू मुन दाना खाइदिनु पर्यो आइसक्रिमहरू पाउँछ अङ्कल उयो दिनु न दुईवटा दिनु मिठो है यार तो आज थोड़े पाउडर है इसके मीठो टाइम मीठे है थोड़े पाउडर
बगाड मिठो आयो यहाँ चाहिँ डोजरको काम चालु भइरहेको रहेछ हो बाटोको काम हो कि डोजरको काम होइन ट्याक्कै के हो यो डोजरको हो भने डेन्जर मास्क लाउनु पर्यो त्यस्तै छ कहिले पानी कहिले आगो होइन परिरहेको हुन्छ कहिलेकाहीँ यस्तै दुःख खाइन्छ हिँड्दै हिँड्दै कहाँसम्म पुगिन्छ थाहा छैन होइन गन्तव्य त थाहा हुँदैन जहाँसम्म पुगिन्छ जहाँसम्म गइन्छ हो म त त्यस्तो हो मेरो गन्तव्य केही पनि छैन होइन म घुम्न हिँडेपछि म त कहिले पहाड हुन्छ कहिले हिमाल हुन्छ होइन आज पनि म कहाँ थिएँ है बल्ल आज छु कहाँ हुन्छ थाहा छैन म आफैलाई म घरबाट निस्केपछि मेरो गन्तव्य चाहिँ थाहा हुँदैन म आफैलाई बेस्तर दुःख पाइयो यार हिँड्दै हिँड्दा अटो नि नपाएको कि फेरि ल हामी चाहिँ ढोकाडी पुगिसक्यो ढोकाडी पुग्यो ढोकाडी यस्तो छ लौ नानी यहाँ चाहिँ चापाकल खनेको रहेछ बरु ट्रक बिग्रेको बाटो बिग्रियो कस्तो ढुङ्गा भयो यार बाटो पुरो ढुङ्गा भयो ल मकै बारीहरू आइयो ल साथीहरू नानी बाबु हो है अब सबै कुरा भइयो आजको लागि यति नै जसलाई मेरो भिडियोमा लाइक सेयर एन्ड सब्सक्राइब अब म चाहिँ घरतिर हिँडेको ल बाई बाई